आज म तपाईहरुलाई फेसबुक कसरी डिएक्टिभेट गर्न सिकाउँछु। सुरुमा फेसबुकमा क्लिक गर्नुस्। तीनटा बटनमा क्लिक गर्नुहोला। यसपछि सेटिंग्स एन्ड प्राइभेसीमा थिच्नुहोस्। यो तल सेटिङमा थिच्नुस्। त्यसपछि अनि त्यहाँ सी मोर इन अकाउन्ट सेन्टर भन्ने रातोमा थिच्नुहोस्। त्यहाँ तल गएर म्यानेज अकाउन्ट्समा थिच्नुहोस्। फेरि म्यानेजमा थिच्नुहोस् अनि डिएक्टिभेट अर डिलिसनमा थिच्नुहोस्। आफ्नो प्रोफाइलमा थिच्नुहोस् अनि डिएक्टिभेट अकाउन्टमा थिच्नुहोस् अनि कन्टिन्यू गरिदिनुहोस्। अनि आफ्नो पासवर्ड हालेर कन्फर्म गरिदिनुहोस् तपाईको अकाउन्ट। तल गएर फेरि कन्टिन्यू थिच्नुहोस्। फेरि तल गएर कन्टिन्यू दाब्नुहोस्। रिएक्टिभेटमा तल गएर डोन्ट रिएक्टिभेट अटोमेटिकल्ली थिच्नुहोस्। Deactivate my account मा थिच्नुहोस्। यति गरेपछि तपाईको अकाउन्ट डिएक्टिभेट भयो र फेरि तपाईले एक्टिभेट गर्नलाई त्यही आइडी र पासवर्ड हालेर फेरि एक्टिभेट गर्न सक्नुहुन्छ।